प्रिय भाइ बहिनीहरू, हामी अहिले तथ्याङ्क शास्त्र अन्तर्गत खास तथ्याङ्क शास्त्र चाहिँ माथि लेखिनु पर्थ्यो, त्यो तलमाथि लेख्दा केही त भया होइन। अहिले नै सुरुमै स्ट्याटिस्टिक्स जुन पाठ 13 रहेको छ, अनि अभ्यास चाहिँ 13.2 को हामी 13.1 मा रहेको छ मध्यक निकाल्ने भन्ने रहेको छ। त्यसबाट हामी त्यो पाठ चाहिँ सिकिसक्यौँ होइन। त्यसै अहिले हामी छौँ मध्यिकातिर। मध्यिका चाहिँ कसरी निकाल्ने, मध्यिका होइन, बिच्चको भन्ने हुन्छ है। मध्यिकाको अर्थ बिच्चको। जुन मध्यक थियो नि अगाडि, मध्यक भने औसत हो। औसत भने सबैलाई बराबर भाग बाँड्ने भने हो। त्यो मध्यक चाहिँ औसत पनि भन्छ त्यसलाई होइन। तलमाथि नगरिन बराबर चाहिँ कसरी ल्याउने भन्ने हो भने मध्यका चाहिँ सबै अङ्क प्राप्त गर्ने मध्यको बीचको चाहिँ कति हो भन्ने छ यसमा। 13.2 को हामी हिसाब चाहिँ कसरी गर्ने, मैले एउटा मात्रै गरिदिन्छु। यो लगभग 3-4 मोडेलको छ एउटा होइन, एकवटा मात्र गर्दै। त भाइ बहिनीहरू यो पाठ पढ्नुभन्दा पहिले आफू जस्तो अरू भाइ बहिनीहरूलाई पनि यसलाई सेयर गर्न चाहिँ नभुल्नु। कस्तो प्रकारका भिडियोहरू उपलब्ध गराउनुपर्छ त्यसको लागि सल्लाह सुझाव क्रममा कमेन्ट पनि गर्न नभुल्नु होला होइन। कस्तो प्रकारको भिडियोहरू बनाउनुपर्छ, एक भिडियोमा सबै चाहिँ सकिँदैन। आफूलाई कहाँ चाहिएको हुन्छ त्यही अनुसार कमेन्ट गरेर हामीलाई बनाउनु पनि सजिलो हुन्छ। कमेन्ट पनि हामीले आफ्नो तरिकाले बनाउनु हुन्छ होइन। तथ्याङ्क शास्त्र आयो। हामी अब सुरुमा हामी के देखाएको छ, दिएका तथ्याङ्कबाट मध्यका पत्ता लगाऊ भन्ने गरेको छ। मैले सिधै समाधानतिर ल्याएँ। जुन यो तालिका दिएको छ यहाँ हामीलाई के दिएको छ भने 2.5, 4.5, 3.5 अनि फेरि 4.9 अनि 5.9 अनि 2 अनि 3 फेरि 1 यति गरेर छ नि। यसलाई के गर्नु भने पहिले सिरियल मिलाउने। यसलाई यिनीबाट चाहिँ के भने सिरियल मिलाउने, पहिले सानोबाट ठुलोतिर मिलाउनु। मैले समाधान गर्दाखेरि हेर्न मध्यका पत्ता लगाउने छ 1 नम्बरमै। मध्यका पत्ता लगाउने पहिले सिरियल नम्बर। मैले सिरियल मिलाउँदाखेरि सानोबाट ठुलोतिर टक्क मिलाउनु। सुरुको छ 1.5 पहिले हुन्छ होइन, तर यसलाई चाहिँ क्रम मिलाउँदा समाधान भन्नु पहिले। यो 1 को क होइन, ल क गर्नु यसलाई, यसबाट समाधान भन्नु। अनि दिएको ल्याउनु। दिएको के छ पहिले यसलाई समाधान सुरुमा मिलाउनु के छ, दिएकोमा के छ टाट नै त्यसो हुने है। 1.5 छ, त्यसपछि अरू के छ 2.2, त्यसपछि 2.2 आउँछ, त्यसपछि 2.5, त्यसपछि 2.9, त्यसपछि 3.1, त्यसपछि 3.6, त्यसपछि 4.2, 4.2, त्यसपछि 4.5, त्यसपछि 4.6 होइन, 4.6 आउँछ, त्यसपछि 4.9, त्यसपछि 5.4 होइन, 5.4 आउँछ। अब हाम्रो यो सूत्र के छ भन्दा सबैले यसलाई चाहिँ जोड्नुपर्ने। यी सबैले चाहिँ जोड्नुपर्छ है। यसलाई के 100 बराबर भन्दा यसलाई के गर्ने, हामीले यसलाई लेखिसकेपछि हामी के गर्यो 100 बराबर भन्दा भने 100 बराबर भन्दा हामी के लेख्नु पर्छ भन्दाखेरि n बराबर, किन 1 2 3 4 5 6 7 8 9 10 11 छ नि। यसलाई जम्मा नम्बर n बराबर 11 लेख्ने, 11 होइन। मध्यको स्थान कहाँ हो भन्ने, अब सूत्र अनुसार भन्ने, सूत्र अनुसार लेख्नु, सूत्र अनुसार गर्नु होइन। सूत्र अनुसार के छ, मध्यका। यसको एमडी बराबर के हुन्छ, n + 1 होइन, n + 1/2। त्यसको n भनेको छ 11 होइन, 11 छ अनि +1 जोड्ने, त्यसलाई 2 ले भाग गरौँ, कति हो 12 हुन्छ नि। 12 को 2 भने कति आयो 6 आयो। त्यसो 6औं पद कति पर्छ त्यही उत्तर लेख्ने। 6औं पद कति भयो 1 2 3 4 5 6। 6औं पद भन्ने अर्थात् 6औं पद लेख्ने। 6औं पद 6 कति 1 2 3 4 5 6 भने 3.6 यसको उत्तर हुने। 6औं पद 3.6 भनेर एन्सर दिने। 3.6 चाहिँ यसरी एन्सर हुने भयो नि।
माथि तथ्याङ्क सस्टेन्स सबै मिल्नेहरूलाई यो अहिले हामी गरेको यो व्यक्तिगत श्रेणी छ नि यिनी जो दिइरहेको छ नि ल मान्छेहरू यो व्यक्ति श्रेणी मध्यममा को पढ्ला भन्ने हो व्यक्ति श्रेणी अन्तर्गत भए। अहिले अर्को सीमा अलिकति फरक मोडल दिएछ। सीमा के दिएछ त भन्दाखेरि तल भन्नाले गमा के गमा तालिका दिएको छ नि यस्तो यो तालिकाले तालिका बनाएन भने सिधै सावधान ग भयो नि गमा मैले सावधान लेखिदिएँ। सावधानी तालिकाले कस्तो बनाउने यो माथि प्राप्त अङ्कलाई 1 मान्ने विद्यार्थी सङ्ख्यालाई 1 मान्ने फेरि विद्यार्थी सङ्ख्या भने यसलाई बारम्बारता सङ्केत गरिन्छ। यसलाई एफले सङ्केत एफ भने फ्रिक्वेन्सी हेर्दैछ। अब हामी त्यो 13 टेबललाई हामी कस्तो गर्ने त भन्दाखेरि अब लेख्नु एकछिन टेबल लेख्नु यो तालिकालाई हामी कसो गरौँ माने यहाँ प्राप्त अङ्क लेखा छैन प्राप्त अङ्क छ त्यसपछि अनि विद्यार्थी सङ्ख्यालाई मैले 20 लेखाएँ मैले विद्यार्थी सङ्ख्या 20 लेखेँ त्यसपछि 18 छ 18 का पनि 3 त्यसपछि 25 25 का पनि 6 त्यसपछि 28 28 का पनि 5 त्यसपछि 29 29 का पनि 7 त्यसपछि 34 34 का पनि 8 त्यसपछि 40 का पनि 12 44 44 का पनि 5 अनि 4 छ 46 का पनि 4 उता चाहिँ पढेन है यसलाई चाहिँ यो स्टाइलमा दिएको छैन हामी तालिका यो चाहिँ नसान्नै पर्छ फेरि परीक्षामा नसान्ने सरी मैले यो तालिकाले यो गर्ने भन्नलाई मात्रै सार्ने अलिक ढिलो छ ल म अरू योभन्दा पछाडिका तालिका चाहिँ सार्दिनँ म। अब यसलाई ठाडो रूपमा लेख्नुपर्छ कस्तो भन्दाखेरि यो माथिल्लो भागले प्राप्त अङ्क भन्नेलाई 100 ले सङ्केत गर्नेलाई 100 ले सङ्केत गर्नु तल होइन अनि यस्तो तेर्सो लाइन पनि काटेलाई 100 लेख्नु यी छन् नि आइनोट त्यही 100 भने कति 18 छ यो पनि गाडौँ त्यसो गर्छ एकछिन है यसलाई एफ लेख्नु यसलाई एफ मान्नु त्यसपछि अब उतालाई के भन्नु सिएफ पनि बनायो है एफलाई चाहिँ अलिकति ठाउँ चाहिन्छ है फेरि एफ जोड्नुपर्ने एफ चाहिन्छ यो अर्को चाहिँ सिएफ छ यो सिएफ कहाँबाट आउने यो कुरा चाहिँ यो सङ्कित वा सञ्चित बारम्बारता हुन्छ 18 हो त्यसपछि बन्द भएन अनि 18 को छ 25 छ यसलाई पनि बन्द गरौँ 25 गरी 2 र 8 28 छ फेरि 28 छ यसलाई बन्द गरौँ 29 यसलाई बन्द गरौँ 34 यसलाई बन्द गरौँ फेरि 40 छ यसलाई बन्द गरौँ फेरि कति छ 44 छ यसलाई बन्द गरौँ 44 छ नि फेरि कति छ अनि 44 पछि 4 र 6 46 छ यसलाई पनि बन्द गरौँ र तल जोड्ने भाग अलिकति चाहिँ ठाउँ खाली एक स्टेप चाहिँ तल खाली हुनुपर्छ एउटा होइन यो हो यसलाई के गर्ने अब 100 लाइन यो हो यसलाई माथि प्राप्त अङ्कले 100 यताबाट लेख्ने अनि एफ छ नि यो एफ भने बारम्बार भने मान्छे कति छन् भने अब एफ भने मान्छे कति छन् कुनै वस्तु सङ्ख्या कति छ त भने अथवा अर्को भाषामा कोही 18 वर्ष मान्छे कति छन् 3 जना 25 वर्ष मान्छे 6 जना त्यो पनि हुन सक्यो अब यसलाई 18 रुपियाँ भएको मान्छे 3 जना 25 रुपियाँ भएको मान्छे 6 जना 28 रुपियाँ भएको मान्छे कति विद्यार्थी भनौँ न 5 जना छन् भने अब त्यसरी हामी यो जनसङ्ख्याले हामी के गरौँ अब यो भने 3 6 5 7 8 12 यो 5 हैन त्यसपछि यो 4 यो कुरा यसो तल सार्ने अब के गर्ने यहीलाई जोडेर जस्तै 3 भन्दा अगाडि के छ नि यो जोड्दाखेरि 3 को 3 भयो यो 3 छ नि यो 3 को 3 भयो अब यो तल लेख्दाखेरि यो भन्दा माथि यो यहाँ लेख्दाखेरि यो जोडेर लेख्ने 6 सँग 3 जोडेर कति भयो 9 भयो अब 5 सँग 9 जोड्दा कति भयो 14 भयो हैन 14 भयो 14 सँग 7 जोड्दा कति हुन्छ 14 सँग 7 जोड्दा 21 हुन्छ हैन 21 सँग 8 जोड्दा कति भयो 29 भयो 29 सँग 12 जोड्दा कति हुन्छ 19 12 जोड्दा 41 41 मा 5 जोड्दा 46 अनि 46 मा 4 जोड्दा कति भयो ठ्याक्कै यो चाहिँ कति हुने ठ्याक्कै 50 भयो। अब हामी पछाडि के गर्छौँ भने यताको सिएफ भने इन्ने नै जोड लेख्ने क्या यो क्युमुलेटिभ फ्रिक्वेन्सी भन्छ क्युमुलेटिभ फ्रिक्वेन्सी नेपालीमा सञ्चित बारम्बारता यो बारम्बारता हो यो बारम्बारता भन्छ यसलाई यिनलाई बारम्बारता भनिन्छ हैन एफले सङ्केत गर्छ यसलाई यो प्राप्त अङ्क हो मानौ प्राप्त अङ्क रहेछ यो त 3 जनाले 18 अङ्क ल्याए 6 जनाले 25 अङ्क ल्याए 5 जनाले 28 ल्याए इन्ने भने अब यो एन कति भयो यो एन यही 50 हुन्छ यता यही कुरा यता लेख्ने यो पनि सबै जोड्ने भने अब
समेसन एन अथवा यसमा लेख्नु नम्बर अफ कति टोटल हुने हो समेसन एन त नगरौँ न ल एनै मात्र होला टोटल अङ्क यी मान्छे हो नि विद्यार्थी हुने यिनीहरू जम्मा विद्यार्थी कति भयो 50 जना रहेछन् भन्ने हो हैन। अब हामीले यता तलको अलिकति नअट्ने रहेछ यसको हामी मध्यको पत्ता लगाउँ यसलाई मैले तल अटेन मध्यको तल ल्याउँदा यहाँ त्यो अट्छ होइन मध्यका भनेर एमडी लेख्ने एमडीको मान हाम्रो सूत्र के थियो यो खण्डित श्रेणी अन्तर्गत होइन खण्डित श्रेणीमा पनि हामी के लेख्छौँ मध्यको सूत्र लेख्छौँ अनि निरन्तर श्रेणी यो अघिल्लो यो नगरे व्यक्तिगत श्रेणी थियो व्यक्ति एउटा डाटा थियो यहाँ धेरै छ भने क्या पहिलो डाटा जो छ नि व्यक्तिगत श्रेणीको डाटा हो यो भनेको जस्तो यो 2.5 एउटा ल्याएछ अर्काले 4.5 ल्याए फरक ल्याउँदा ल्याउनु अलग अलग तरिकाले ल्याएर क्या यसले चाहिँ व्यक्तिगत श्रेणी यसलाई अलिकति खण्डित अनि अर्को निरन्तर श्रेणीको आउँछ यो बेलामा यो 18 जना छन् यो 25 ल्याउने 6 जना 28 ल्याउने 5 जना यस्तो यस्तो भएको यो तरिकाले लेखिन्छ फेरि 1 हो यसका पनि कति छ 2 नै छ फेरि हामी यसलाई यतापट्टि गरौँ त है यतापट्टि गर्नु यसलाई अब हामी के गर्ने त भन्दाखेरि एन भनेको छ 50 एमडी छैन छोड्नु 50 प्लस 1 छ होइन काम भने कति भयो 2 छ फेरि 51 हुने भएन 51 को पनि 2 भयो जम्मा कति आयो 25.5 हुने होइन 25.5 आउने हो यो 25.5 हुनु 25.5 औं और चाहिँ कहाँ पर्छ 25 कहाँ पर्छ यहाँ पर्छ पर्दैन यो जस्तै यो 25 कहाँ गर्ने यहाँ यतातिर गर्ने सीएममा गर्ने क्या 3 भन्दा ठुलो छ 9 भन्दा ठुलो छ 25.5 भन्दा 14 भन्दा ठुलो छ 21 भन्दा ठुलो छ त्यसो कहाँ पर्छ यो यही लाइनमा पर्छ हैन 29 भित्र पर्छ 29 भित्र कहाँ पर्छ को ल्याउनु पर्ने हामीले प्राप्त अङ्क कहाँ पर्छ यहाँ 34 पर्छ भन्ने हो हेरेर पद कति हो यो अगाडिको ल्याउने यता यही लाइनतिरबाट जाने भयो यही लाइन टक्क हेर्ने यसलाई यो लाइन यता हैन अब उत्तर चाहिँ यहाँको ल्याउने अगाडि 29 के अरे 25 अनि 5 29 भित्र पढ्यो त्यो पद भनेर कति भयो 34 ल्याउने यसको एन्सर चाहिँ यो हो नि त्यसरी यो अर्को व्यक्तिगत यो अलिकति खण्डित श्रेणी धेरैजना व्यक्ति भएको ठाउँमा अब हामी निरन्तर श्रेणी छ एउटा फेरि त्यो मोडेलमा कसरी गर्ने यहाँ अब हामी सिधै कहाँ जान्छौँ हामी अलिकति तल तथ्याङ्कबाट मध्यका पत्ता लगाउँ यो मध्यको शब्द अलिकति फरक यो पनि मैले लेखेको छु नै तथ्याङ्कबाट मध्यका पत्ता लगाउँ भनेको छ यहाँ कस्तो त गरेको पनि म एउटा चाहिँ गर्ने 2 नम्बरमा दिएको छ 2 नम्बरमा मध्यकै पत्ता लगाउँ भनेको छ मध्य पत्ता लगाउने बेलामा के दियो माथिपट्टि केजी भनेको छ केजी भने हैन अनि तल बारमा के छ विद्यार्थी संख्या भनेको छ यहाँ पनि यो स्यामले अलिकति फरक मोडेलमा छ यो 30 देखि 40 भन्दै गयो 100 सम्म गएको छ यो 30 देखि 40 40 देखि 50 50 देखि 60 60 देखि 70 70 देखि 80 80 देखि 90 90 देखि 100 भने 100 सम्म छ 100 सम्म छ अब के भयो यो निरन्तर श्रेणी भन्ने छ यदि यति यसमा बीचका यिनी निरन्तर श्रेणीभित्र ठ्याक्कै वर्ग तोड्न मिल्ने भयो क्या यो भने कस्तो छ यसमा पनि छ 3 5 7 11 3 5 7 11 11 10 3 11 10 छ 3 छ अनि 1 छ यो कुरालाई हामी के गर्छौँ अब यसलाई पनि हामी के गर्छौँ यसलाई पनि ठाडो तरिकाले यहाँ जस्तो लेखा छ यो माथिल्लोलाई केजीलाई चाहिँ एक्सएली संकेत गर्नु यसलाई हैन एक्सएली संकेत गर्नु लेखा छ कस्तो यो चाहिँ बार लगाइदिने यतापट्टि कतिसम्म जाने भन्ने हुन्छ यो पनि लेख्नु यसलाई सरी यसलाई समाधान चाहिँ लेख्नुपर्छ है फेरि पहिले यसलाई समाधान लेख्नुपर्छ यो तालिका त क्वेसन दिए हो यसलाई समाधान यो चाहिँ नसान्नु पर्यो सानो यस्तो यो तालिका दिए चाहिँ यसलाई चाहिँ नसान्नु सिधै हामी समाधानमा गइहाल्नु परीक्षामा हामी एसएलसी विद्यार्थी हो नि त्यही भएर समाधान हुनु अनि
यो पनि तालिका अर्को तालिकामा लेख्दा होइन। अब हामी के गर्नु x चाहिँ लेख्नु, त्यसपछि यसलाई चाहिँ 12 लगाउनु भएन। कति छ 30 देखि 40 यहाँ अड्नु पर्ने यसले। यता पनि के छ यहाँ हाम्रो f लेख्नुपर्छ यति फेरि यहाँ f लेख्यो यो बारम्बार यो तल्लो लाइन लेख्नुपर्छ। त्यसको उता के छ अर्को फेरि CF पनि लेख्नुपर्छ। CF पनि यतै लेख्नु हैन यो भन्दा उता नजानेकै लाइन। अब 40 देखि 50 अनि 50 देखि 60 फेरि 60 देखि 70 फेरि के छ 70 देखि 80 80 देखि 90 90 देखि 100 अनि एउटा लाइन के छोड्छौँ हामी यो जोड्ने लाइन चाहिँ छोड्छौँ हामी। एउटा लाइन चाहिँ जोड्नको लागि तल छोड्छौँ हामीले भयो। अब यिनी एफ छाड्ने कति छ 3 5 7 11 10 3 1। अब हामी सेममा के गर्छौँ फेरि उता सेम यही कुरा जोड्छौँ होइन। सेममा हामी सेम यही कुरा जोड्छौँ। 3 को सुरुमा हाम्रो के हुन्छ यही योभन्दा माथि जोड्ने नभए यही नै उता छाड्ने। यो भने 3 यो 3 भयो यो 5 उता लेख्नु मिल्दैन। यहीसित 5 जोडेर 8 हुन्छ। 3 सित 5 जोडेर 8 भयो। अब 8 सित 7 जोडेर कति भयो 15 भयो। 15 मा 11 जोड्यो 26 भयो। 26 मा 10 जोड्यो 36 भयो। 36 मा 3 जोड्यो 3 मा 39 भयो। 39 मा 1 जोड्यो कति भयो 40 भयो। हो अब के गर्ने यो एफ भने यहाँ यी त विद्यार्थी सङ्ख्या हुन्। अब विद्यार्थीको जम्मा सङ्ख्या कति भयो भने यहाँ तल यही लेख्नु फेरि जम्मा सङ्ख्या यही जोडे त हामीले यो जोड्दै आएको जम्मा कति रहेछन् यहाँ 40 रहेछन्। अलिकति यो फरक छ। यो हामी यसलाई भन्छौँ निरन्तर श्रेणी भन्छौँ यसलाई। 30 देखि 40 40 देखि 50 एकदम लाइन बाई लाइन आएको यतिदेखि उति यति भन्दै आएको। यस्तो अवस्थामा हामीले चाहिँ यो तरिकाले गर्छौँ। यो तरिकाले पहिला जस्तो हुन्न। अब यो 30 देखि 40 यस्तो यस्तो गोटा भएको ठाउँमा अब पहिला जस्तो n+1 भन्ने हुन्न। यसमा अलिकति ठुलो छ यसको सूत्र। ठुलो भने कसरी चाहिँ हेरौँ है। अब पहिला हामीले मध्यका पढ्ने श्रेणी मध्यका पढ्ने श्रेणी भन्छौँ। के लेख्छौँ हामी md बराबर n/2 छ। कहाँ पढ्यो n भने कति n भनेको छ 40 आयो नि। 40 मा 2 के भयो 20 पढ्यो। अब 20औं पद कहाँ पर्छ। अब हामीले 20औं पद पढ्ने स्थान 20औं पद पढ्ने श्रेणीको वर्गान्तर है। वर्गान्तर लेखेँ। वर्गान्तर कहाँ पर्छ 20 कहाँ पर्छ यो 15 भन्दा माथि 26 भित्र पर्छ हैन। 26 भएपछि के हो यो लाइन भयो भन्ने चिन्नु पर्यो हामीले। यही लाइन चाहिँ केर्नु। अब हामीले के लेख्नुपर्छ यो बेलामा हाम्रो सूत्र अलि फरक टाइपको सूत्र छ। सूत्र फरक टाइपको छ। हामी सूत्र हामी पछि लेख्छौँ। मैले के गर्ने यस बेला हामीले के गर्नुपर्छ यो श्रेणी पढ्ने हो 20 त्यहाँभित्र पढ्ने हो। त्यसो यही लाइनतिर लेख्ने कुन पर्छ यो 60 देखि 70 को लाइन चाहिँ पढ्यो होइन। अब सूत्रमा हामीले के छ एउटा एल छ। सूत्र भने देख्छु फेरि एल छ। एल भने तल्लो सीमा भनेको छ 60 हो। 60 देखि 70 भने हामीले यो 60 चाहिँ एलमा 60 लेख्ने। त्यसो यसो एफ ए लाइनको एफ के छ ए लाइनको एफ भनेको छ एफ भने 11 छ हैन। अब सीएफ कति छ सीएफ भने फेरि यही लाइन नहेर्नु फेरि सीएफ हेर्दाखेरि यो लाइनको एक श्रेणी माथिबाट भन्ने हुन्छ सीएफ भने माथि भनेको छ 15 छ 15 छ। अब एउटा आई भन्ने छ यसलाई आईले पनि संकेत गरिन्छ कतैपट्टि एजले पनि संकेत गरेछ यसले पनि एज अथवा आई लेख्छ यसलाई इन्टरभल। यसको वर्गान्तर कति छ भने यो 30 देखि मतलब 30 देखि 40 40 देखि 50 यस्तो यस्तो हुँदै जाँदाखेरि यो कतिले फरक छ यो श्रेणी भनेपछि 70 बाट 60 यही यो छ नि 60 बाट 70 भने कतिले माथि हो भन्दाखेरि यो 10 ले माथि हो। यही 10 ले लेखिन्छ। अब के भन्ने सूत्र अनुसार भन्नु। अब एकछिन अलि त लेखेँ मैले सूत्र अनुसार माथि लेखेको त अलिकति ठाउँ चाहिँ बढी बढी छ। अर्कोबाट मात्रै तालिका सार्दैन यिनीहरूलाई चाहिँ सूत्र अनुसार भन्नु। सूत्र अनुसार भने के गर्ने त भन्दाखेरि हाम्रो सूत्र के छ
एमडी बराबर मध्यिका बराबर एमडी भने मध्यिका बराबर एल छ एल प्लस एल यसको सिधा डन्डी तान्ने एउटा अनि n/2 माइनस के छ सिएफ यहाँनिर के छ इन्टु आई भन्ने सूत्र छ अनि तलबाट एफ छ यस्तो खालको सूत्र छ। अब हामी टक्क मिलाएर के लेख्छौँ यही कुरा यो एल हामीले जो श्रेणी यन्त्र यस्तो तालिकाबाट 30 देखि 40 40 पछाडि गरेर यो n + 1/2 चाहिँ हुँदैन। यो त के हुन्छ यो निरन्तर श्रेणी यन्त्र गर्नुपर्छ। अर्को व्यक्तिगत एउटा खण्डी श्रेणी भन्ने छ निश्चित अङ्क लाग्यो यहाँ यतिदेखि लाइन बाई लाइन यो 30 देखि 40 बिचमा ल्याउनेहरू कति भयो 3 जना यो तलदेखि माथिसम्म रेन्ज मिलाएर त्यस्तो खालको। अब तल्लो सीमाको लाइनमा कस्तो 60 राखेको यसलाई चाहिँ 60 ले यदि यसको ठाउँमा 60 भने अलिकति माथि हेर्न होला फेरि अलिकति तल लेखौँ यो 60 होला प्लस के छ n/2 भनेको थियो n/2 भने मान लिएको थियो यही 20 यो पहिले सुरुमा n/2 भनेको ल्याएको थियौँ 20 ल्याएको थियौँ 20 छ माइनस चिन्ह छ। त्यसपछि सिएफ भनेको कति भनेको यो एक श्रेणी माथि यो 15 सारा छ नि यो यही 15 चाहिँ सिएफ भने 15 हो। अब एफ भनेको छ एफ हामीले यहीँबाट सारा छु एफ लाइन भने एफ भने 11 छ नि एफ भने यो 11 भयो इन्टु आई भनेको छ आई हामी आई अथवा एस भने एउटै भनेको छैन 10 भने 10 कहाँ गयो यो 60 देखि 70 50 देखि 60 लेखेको छ नि योदेखि माथि भने यहाँ कति हो भन्ने कुरा अन्तर कति भने हामीले 10 लेख्छौँ त्यही त छैन। अब चाहिँ बराबर चाहिँ अब हामी के गरौँ भन्दाखेरि यसलाई हामी के गर्ने अब यो यहाँबाट हामी यहाँ ल्याएर छौँ यसलाई यहाँबाट यहाँ आएर बल्ल यहाँ सारेका छौँ हामीले। अब फेरि हामी के गर्छौँ 60 चाहिँ यहीँ रहन्छ पहिले यता काम गर्नु पहिले यो कति छ 20बाट 15 घट्यो कति रह्यो 20बाट 15 घट्यो 5 रहेन 5 रहेन इन्टु उता 10 चाहिँ लेखिरहनु यतिकै फेरि 11 लेख्नु। अब फेरि स्टेपमा के छ यो चाहिँ 60 यहीँ छ। अब यो 5 यो के हुन्छ गुणनुहुन्छ प्लस 5 र 10 के हुन्छ 50 भयो 50 नभने 11 होइन फेरि कति छ यसलाई अब 4 पोइन्ट भन्नु यसलाई कति भयो कति आउँछ भन्दाखेरि यो 60 चाहिँ यही हुन्छ प्लस यसलाई 11 है फेरि यो 11 अब 11 पंचे 55 हुन्छ माथि गाल्छ 11 चौको 44 हुन्छ हैन 11 चौको 44 हुन्छ त्यही भएर 4 पोइन्ट कति हुन्छ ल 44 भनेपछि कति आयो 44 भनेपछि कति आयो 6 उब्रियो 11 छक्का 6 भने 60 हुन्छ हैन 11 पंचे 55 11 पंचे नै हुन्छ हैन पंच भइरहन्छ है फेरि यो 11 पंचे 55 अथवा 5 मा यति नै उत्तर आउँछ। अब यसलाई चाहिँ जोड्दाखेरि कति आउँछ यसको उत्तर यसलाई 64 पोइन्ट यो 60 र 4 पोइन्ट 5 मा भने 64.55 यसको आन्सर चाहिँ यति आउने भयो। यो तालिका हामीले के गर्ने हो यसको पहिले सूत्र छ यो कस्तो लेख्ने यसलाई सूत्र लेखेर के गर्ने जो चाहिँ अगाडिको एल को सिधा पहिले डन्डी तान्नेले के मिस्टेक नगर्नु भने यो माथि पनि n का पनि 2 अड्ने ठाउँ खाली गर्नु त्यो गजागुजाहरू सँगै लेख्ने हैन अब अलि प्रष्ट देखिन हुनुपर्छ योबाट माइनस f घटाले हुन्थ्यो त्यो पनि f भन्नु भयो इन्टु आई गरेर यो चाहिँ खुल्ला हुन्छ। अब हामीले अब यो पहिला यो पढ्ने श्रेणीमा कहाँ यो अलि निरन्तर श्रेणी हामी के हेर्नेछु 20 औं पढ्ने स्थान कहाँ पर्दछ 20 भने कहाँ पर्छ 26 भन्दा यो लाइनमा पढ्ने भयो यो के अरे 26 भित्र पढ्ने 26 को लाइन पुरै हेर्ने यसको एल यो सूत्रमा एल भने यो तल्लो सीमा भने 60 देखि 70 भने यो तल्लो सीमालाई एल मान्ने माथिल्लो लेखिदैन। अब n/2 भने यही हो फेरि सीएफ भने यहाँको एक श्रेणी माथिल्लो भन्ने सञ्चित पार्नु एक श्रेणी माथिल्लो यहाँको ल्याउने हो यो अनि एफ भने एफ त यो एफ को यही लाइनकै एफ हो 11 भएको आई भने 60 देखि 70 सम्म कतिले फरक छ भने त्यो कतिले फरक भने 10 ले फरक छ त्यही कुरा लेखेर गर्ने हामी के गर्ने यसलाई n/2 पहिले मान ल्याएको 20 ले 20 बाट 15 घट्यो भने यो 20 बाट 15 घट्यो 5 मा गिरो यतापट्टि गुणन चाहिँ यतापट्टि आउँछ जोड चाहिँ जोडिनै सिधा डाइरेक्ट यहाँ माथिबाट सिधा जोडिन्न अनि 10 पंचे 50 भयो अनि 11 ले 50 लाई भाग गर्दा 4 पोइन्ट यति आयो यो दुईटै जोड्दा यति भयो। यसरी चाहिँ अरु गर्नु। अब हामीलाई यहाँ भनेको छ 3 नम्बरमा छ
पहिला हामीले मध्यिका निहाल्थ्यौँ। अब यहाँ के दिएको छ, मध्यिका चाहिँ पहिले दिएको छ। यो पहिले दिएको अवस्थामा के गर्ने, के को मान पत्ता लगाउनु भनेको छैन। मैले तालिका सेम गरेँ। अब मैले तालिका माथि तालिका मैले सारिनँ। अब मध्यिका चाहिँ पहिले दिएको छ होइन। 3 को क मा भनेको छ मध्यिका बराबर छ 3 5 35 पहिले दिएको छ बराबर भए के को मान पत्ता यहाँ छ भनेको छ। यहाँ तल भित्र के दिएको छ, मैले के को मान पत्ता लगाउँ भने भित्र के दिएको छ यही कुरा पत्ता लगाउनु पर्ने छैन। छुटेको छ त यहाँ बारम्बार त भए भए के डाल्ने भाइ, भए लेखौँ छुटेको लेखौँ त नभए। छुटेको के छ बारम्बारता भनेको छ। पत्ता लगाऊ होइन, पत्ता लगाऊ, छुटेको बारम्बारता पत्ता लगाऊ भने भयो। छुटेको बारम्बारता पत्ता लगाउने त्यही तरिका हो भने हामी के गरौँ त अब भन्दाखेरि यसलाई समाधानतिर हाल्ने। मैले यो तालिका माथि मैले सार्ने, यो तालिका यहीँ देखिरहेको छ। यो तालिका यहीँ सार्ने हामीले यही तरिका तपाईँ सार्ने। यसलाई माथिबाटलाई ठाडोमा सार्ने, उता तेर्सो सार्ने होइन। अब यो समाधान यही भयो। समाधान लेख्ने पहिलो तालिका कति छ, यो कति दिएको छ 20 देखि 25, 25 देखि 30 हुँदै गयो। यो 45 देखि 50 सम्म गएको छ। यो 5 को अन्तरमा गएको छ। यसलाई यो तालिकामा सारौँ पहिले। कति छ 20 देखि 25 होइन, 20 देखि 2 र 5 25। यसलाई चाहिँ कोष्टक यति नै सारौँ। त्यसपछि के छ एफ छ, एफ चाहिँ जोड्नुपर्ने हुन्छ एफमा पनि। त्यसपछि हाम्रो सिएफ रहन्छ सञ्चित बारम्बारता भन्ने हुन्छ होइन। त्यसपछि हामी के हो यति नै खाली छोड्छौँ। 20 देखि 25 नजिक जाउँ। त्यसपछि 25 देखि 30 छ, 20 देखि 25, 25 देखि 30 छ। त्यसपछि 30 देखि 35 छ, अनि 35 देखि 40 छ, फेरि 40 देखि 45 छ, अनि 45 देखि 50 इन्ड पोइन्ट छ। अब हामी यो जोड्नको लागि पुग्छ पर्याप्त छैन। यसलाई जोड्ने कोठा एकचोटि खाली गर्नु तल। अब सिएफ कति दिएको छ हाम्रो, सिएफ चाहिँ 2 5 8 के दिएको छ यहाँ 2 दिएको छ, 5 छ, 8 छ। यहाँनिर के छ एउटा के भन्ने अङ्क अक्षर दिएको छ यहाँ। यसैको मान पत्ता लगाउनु पर्ने छ। के पत्ता लगाउने 4 र तल 4 र कति छ 5 पनि दिएको छ। अब हामीले यसलाई चाहिँ जोड्नु पर्ने छ। यसलाई चाहिँ जोड्नु पर्ने छ। जोडेको चाहिँ सबै जोडे कति हुन्छ त भन्दाखेरि हामीलाई यो 2 को पहिला 2 नै हुने भयो, 2 5 यो 7 हुने भयो, 7 र 8 यो 15 हुने भयो। 15 माथि के जोड्दा कति भयो, 15 माथि के जोड्दा 15 माथि के 15 के नै भयो, किनभने जोडिन्न अङ्कमा 15 माथि के भन्ने अक्षरै जोडिने, त्यही भएर 15 प्लस के भयो। अनि फेरि यो के चाहिँ यति हुन्छ है 15 मा यो फेरि कति 15 मा यो 4 चाहिँ जोडिन्छ, 19 प्लस के भयो, यो के चाहिँ रहिरहन्छ, 19 प्लस के चाहिँ रहिरहन्छ। फेरि 19 मा 5 जोडेको कति 24 हैन, 24 प्लस के भयो, यो के चाहिँ रहिरहने भयो। अब के भनेको यो यान भनेको कति रहेछ, यानको मान कति आयो, यानको मान भने 24 प्लस के आयो। यही कुरा त लेख्ने 24 प्लस के आयो। अब मध्यका चाहिँ पहिले नै भनेको छ यहाँ हाम्रो। यो हामी पहिले n/2 गर्थ्यौँ नि, यसमा n/2 गर्न मिल्दैन। किन भन्दा यो मध्यका पहिले नै निकालिसकेको छ माथि। यही कुरा निकाल्न हामी n/2 गर्थ्यौँ, त्यही कुरा यहाँ निकालिसकेको छ। अब यो 35 पढ्ने श्रेणी कहाँ हो त भन्दाखेरि यहाँ आएर कहाँनिर पढ्छ भने हामीलाई चाहिँ अटकल भएन। 19 प्लस के कति प्लस के गर्दै आयो माथि यहाँनिर पऱ्यो थाहा भएन। अब यो हामी कहाँ हेर्ने, यो 35 कहाँ पर्छ त 30 देखि 35 चाहिँ पढेन, 35 त माथि पढ्नु पऱ्यो। त्यसो 35 भन्ने हाम्रो कहाँ छ, यो 35 देखि 40 भित्र पर्छ भन्ने। मध्यका पढ्ने श्रेणी कहाँ पर्छ, मध्यका 35 हैन। अब यस्तो लेखौँ, मध्यका 35 पढ्ने वर्गान्तर है, अन्तर कति पर्छ वर्गान्तरको, यो 35 देखि 40 हो। यो 35 देखि 40 हो लेखौँ नि। हामी अब बोर्डमा 1300 ल्याउने, तिमीले चाहिँ काहीँ यो उता चाहिँ नल्याउनु। मैले यसो धडुतान दिएको उता चाहिँ डाउन बाई डाउन अथवा पोरी पार्नु गयो उता चाहिँ कहिले नजानु। मैले सिकाउनलाई मात्र लेख्यो। अब 35 40 सम्म के गर्छ हो भने सानो के गर्छ, यसको तल्लो सीमा भने के हो। अब एल अगाडि जस्तै हामीले एल भन्ने के छ, यसमा
एल बनाएको छ, एल भने हामी तल्लो भने 3 र 5 35 हुने भयो हैन। अब एफ बनाएको छ, एफ बना यही लाइन, फेरि यही लाइन के हो, यही लाइन के लाइन हामीले हेर्नुपर्ने यही लाइन हो। एफ बनाएको के होइन रहेछ, फेरि एफ बनाएको के रहेछ। अब सी बनाएको छ, सी पनि एक श्रेणी माथिल्लो भने हैन, यसको एक श्रेणी माथिल्लो दिएको छ, सी बने 15 रहेछ। त्यसो आई बनाएको छ, आई को मान आई अथवा एच हुन्छ, यसलाई एच पनि भन्छन्। यो बनाएको छ, यो 35 देखि 40 बनाएको थियो, अथवा कतिले फरक पऱ्यो 20 देखि 25 25 30 बनाएको चाहिँ कतिले 5 को फरक हो भन्ने हो। त्यसमै सूत्र अनुसार भन, त्यसपछि सूत्र अनुसार भन्नु, सूत्रमा के छ, एमडी भनेको छ हैन, एल प्लस के छ n/2 माइनस सीएफ त होइन, सीएफ अनि अपन एफ इन्टु आई हो। ओके, त्यसपछि हामी के गरौँ त भन्दाखेरि अब एमडी को मान पहिले दिएको छ, यहाँ एमडी मान कस्तो 35 चाहिँ पहिले दिएको छ, 35 बराबर छ। फेरि यो एल पनि कति छ, एल पनि 35 हुने भयो भने एल को मान पनि 35 छ, 35 छ प्लस भने यसलाई कष्ट गरौँ n/2 को n को मान कति छ हाम्रो, n भने n को मान यही छ सेम 24 प्लस के छ यहाँ त माथिपट्टि 24 प्लस के का भने यो 2 लेख्ने माइनस सीएफ बने कति, सीएफ बने फेरि 15 हो, यो सीएफ बने 15 छ। एफ बने कति, एफ बने के छ फेरि यहाँ, एफ बने क्या इन्टु आई बनेको थियो, आई बने चाहिँ 5 हो। हेर्नु छ बढी। अब यो अङ्कबाट यो प्लसले अलग छुट्टै अङ्क छ नि, यो प्लसबाट अलग के टुङ्गोले अगाडि ल्याउन पाउँछौँ हामी। यो गुणनबाट भाग भएकाले अङ्क ल्याउन मिल्दैन, यो अलिकति बिल्कुलै फरक छ, यसमा कोही जोडेकै छैन, त्यो कुरालाई हामी अगाडि ल्याएर घटाउन मिल्छ। कति हो 35 माइनस 35, यो उतापट्टि प्लस यता माइनस भयो, एकछिन टा लेखौँ, यो फेरि यो यत्रो लाइन चाहिँ अड्दैन, यहाँ ग्रुप चाहिँ मिलेर आउनुपर्छ। 35 माइनस 35 बराबर लेखौँ, के हुन्छ। अब हामी के गर्ने, यो तल अन्डरलाइन चाहिँ यति छोड्दिनु, यसलाई अन्डरलाइन यति छोड्नु, यसलाई यहाँ त के छ उतापट्टि के छ, यहाँ के गर्नु भने चाहिँ माछा नि माथिल्लोलाई तल्लाले नगर्नु, फेरि यसलाई यो प्लस चिन्ह अगाडि आइगयो, यो लाइनबाट माथि आएर छ हामी। अब यो के गर्नु, यो यसका पनि 2 छ कि दुवैका पनि 2 गरिदिनु, दुवै 2 गर्न हामी के गर्नुपर्छ, यसको पनि 2 गर्न यसले 2 ले पहिला गुणन गर्नुपर्छ। जस्तो मैले यो 2 को 2 तल्लो 2 लेखिदिएँ, यो 2 तल्लो। अब माथि अङ्कले 24 प्लस के त छ यहाँ, 24 प्लस के चाहिँ यही हो, तर यसलाई यो -15 लेख्नको लागि यो -15 डाइरेक्ट लेख्न पाइन्न, त्यही भएर यो यही 2 ले फेरि 15 लाई गुणन गर्दा कति आउँछ 30 आउँछ नि, हो 30 लेखेर बल्ल 2 सबैका पनि यो 2 लेख्न पाइयो, नत्र पाइएन। अनि इन्टु गर्छ 5 छ यहाँ भयो। यो अगाडि अङ्क चाहिँ 0 आइगयो, 65 0 आइगयो। अब के छ, त्यस्तै 24 बाट यहाँ के घटाउनु, अब तल यो लाइन पनि छोड्दियो फेरि यहाँ। अब यहाँ के गर्ने चाहिँ यो 2 तल आउँछ, यो सबैले यसलाई भाग गर्ने क्या, योले पनि यसलाई नै भाग गर्ने, यसले पनि यसलाई नै भाग गर्ने, यो के भनेको यो सबै 2 तल ल्याउनु। त्यसो भए यो 2 के भन्ने चिज तल ल्याउँ, 2 र के तल आयो। अब माथि के भयो, 24 बाट घट्दा यो के को चाहिँ के रह्यो, 24 बाट 30 घट्दा अझ माइनस कति रह्यो, 6 रह्यो, माइनस 6 रह्यो हैन, इन्टु यो 5 भयो। यहाँको नियम के छ, यो भाग गरे अङ्क छ नि, यो 2 केले यसलाई भाग गर्छ भने यहाँ आएर के हुन्छ, गुणन हुन्छ 0 इन्टु 2 के कस। अब माथि केले यसले हेर फेरि यसले 2 टेले गुणन गर्छ, के -6 छ नि, यो 2 टेले मल्टिप्लाई गर्छ बाहिरबाट, यो गुणन माथिबाट आउँछ। यो कति हो, 0 सिधै 0 भयो भने यो चाहिँ 0 भयो, 0 सिधै गुणन गर्ने 0। अब यो 5 के माइनस कति 5 छक्का 30 भयो। त्यसो हामी के गर्ने, यसलाई अगाडि ल्याउँ त। अब यो के भनेको, यो 5 के भन्नेलाई अगाडि ल्याउँ, उतापट्टि कति हो 30 यति छोड्यो, माइनस थियो यति रहन्छ, यो यसलाई अघि ल्याए मानौँ, यताउता मानौँ यसलाई। अब के छ, यो के भन्ने चाहिँ यहीँ रहन्छ, फेरि यसलाई अघि ल्याउँ, अघि वाइपाइट गर्दै 0 हटाउनु, ल्याएर 0 हटाउनु मिल्छ क्या। यसले के गर्छ, यो भने अक्षर अथवा यो भने अक्षर, यो र 5 के ल्याएपछि यहाँ -5 के हुन्छ, यो माइनस कट्छन्, अथवा यो 30 लाई अघि ल्याए के हुन्छ, यो पनि माइनस प्लस हुन्छ। अब हामी एउटा कुरा के नगर्नु भनेपछि यो के वाला एबीसीडी वाला अक्षर जसले पनि के गर्नु अगाडिबाट ल्याउनु क्या, त्यही भएर हामी यो ल्याउँ छोडिदिउँ। अब के भयो, यो 5 यो के यहीँ रहेर के गर्छ, यो 5 यो एबीसीडी सित भए अङ्कले के गर्छन्, उता भाग गर्छन्। 30 का पनि कति भयो 5 भयो,
के को मान कति आइगयो 5 छक्का 30 के को मान चाहिँ कति भयो 6 हुने भयो। यसलाई चाहिँ यसरी भाग गर्नु हैन। अलिकति त अब अलि थोरै मात्रले फरक मोडल एउटा मिलाएर एउटा फरक मोडल यति नै हो। 3-4 मोडल यसले चाहिँ यिनीले मात्र बुझेर हाम्रो काम गरेन, अरू यस्तै आगे हिसाबहरू सेमको सेम हामीले गर्नेछौँ हैन। अब हाम्रो के छ, अब हामीले अब के गर्छौँ त भन्दाखेरि हामी अर्को फरक मोडलको मैले एउटा मात्र हिसाब बनाइदिन्छु। हाम्रो छ अलिकति मैले फरकलाई मात्र गरेँ 4 को 20 40 50 गरेको छ नि। यसलाई 20 40 50 वाला मैले गरेँ। यो छ यति भन्दा यति, यो भन्दा 20 भन्दा कम 9 छन्, 40 भन्दा कम 23 छन्, कतै यो भन्दा कम यो अगाडि कति थाहा भएन। 20 र 20 40 यो 100 सम्म पुगेको छ। 20 भन्दा कति 20 पछि कति आउनु पर्ने 40 40 भन्दा पछि 60 आउनु पर्ने। त्यो 50 लेखेको छ, 50 होइन 60 हो। यो 60 हो। समाधान लेखौँ पहिले। यसमा के छ र मध्यिका दिएको छ पहिले, मध्यिका दिएको छ पहिले। यसमा चाहिँ मध्यिका दिएको छ, हामी सिधै बतलाउँछौँ। 4 को ख गरेँ मैले। 4 को ख भन्नेलाई गरेँ मैले, जसको तालिकालाई मैले सारिन मैले यतिदेखि यति वाला गरेको छ। तालिका देखाउँदा यसलाई यस्तो हिसाबले चाहिँ देखाउँदा पनि ठिकै हुन्छ नि। यो यसलाई प्राप्त अङ्क भन, माथिपट्टि प्राप्त अङ्क छ, तल के छ विद्यार्थी। यहाँ पनि के छ, यहाँ पनि विद्यार्थी सङ्ख्या नै लेखाएको छ। 20 लेख्यो विद्यार्थी सङ्ख्यालाई। यसलाई सारौँ के दिएछ, 20 दियो, 40 दियो, तल ल्याउने यिनीलाई। अनि 40 पछि 60 आउनु पनि 50 दियो, 60 लेख्नु यसलाई 60 हुन्छ। त्यसपछि यहाँ 80 हुन्छ, त्यसपछि यहाँ 100 हुन्छ। यति नै हुन्छ। कति भन्दा यहाँ 9 23 43 35 9 23 43 अनि 55 यो 100 हो। यो 55 कति, त्यसपछि 60 आउँछ यहाँ हैन। अब हेर्नेर हामीले अलिकति बढी ध्यान दिनुपर्ने छ तालिका लेख्दाखेरि। यसलाई समाधान हुनु, यसलाई परीक्षामा चाहिँ तालिका कोही पनि नछाड्नु, डाइरेक्ट समाधानबाट सुरु गर्नु हैन। अब यो छ नि तालिका, यो हामीले 100 मान्नु चाहिँ पढ्छ, 100 मान्नु चाहिँ पढ्छ। त्यसपछि हामी के लेख्छौँ, यो 20 को अन्तर छ नि, यो 20 40 60 हुँदै गएको छ। अब यो भन्दा 20 भन्दा तल के हुन्छ, 0 हुन्छ हैन। यति 0 देखि 20 सेम गर्नेलाई अलिकति नडला। 0 देखि 20 त्यसो गर्छ। यहाँ एफ छैन, एफ हुन्छ। त्यसो यहाँ के हुन्छ, सिएफ हुन्छ हैन। सिएफ हुन्छ यहाँसम्म ठोक्काउनलाई। अब कति 20 देखि कति 40 40 देखि 60 60 देखि 80 80 देखि 100। त्योभन्दा तल के गर्ने, यो जोड्ने कोठा चाहिँ खाली हुने भयो हैन। यो खाली हो। त्यसपछि हाम्रो यसलाई के गर्ने, यो सबको चाहिँ 9 छ हो। हेर्नेर सरी यो छैन भन्नु, फेरि यो छैन। यसलाई चाहिँ पहिले यतालाई सिएफ ल्याउनु, यसलाई यताबाट यसलाई के गर्नु, सिएफ यताबाट ल्याउनु, यताबाट एफ ल्याउनु पऱ्यो। यो सिएफ पहिले दिएछ त, यो त एफ होइन, यो सिएफ हो। त्यही भएर यताबाट हुन यता राख्नु, के भन्नु, यो हामी पहिले जे थियो त्यो तालिका गरौँ, के भन्नु। यसलाई यहाँ एफ लेखौँ, यसलाई सिएफ बनाउनु। सिएफ हेर, अब यहाँ कति छ, यो सिएफ चाहिँ लेखौँ 9 छ, 23 छ, त्यसपछि यो 43 छ, अनि 55 छ, त्यसपछि हाम्रो 60 छ। अब यता कुरा जोडेर लेखा त हो कि होइन। अब यो पहिला यहाँ 9 हुन्छ, 9 माथि कति जोडे 23 हुन्छ। त्यसो भयो भने कति जोडे 23 हुन्थ्यो, 14 जोडे 9 माथि, 9 माथि हामीले 14 जोडे 23 हुन्थ्यो। 9 बाट अथवा यो 23 बाट 9 घटाउनु कति हुन्छ, 14 हुन्छ हैन। फेरि 43 बाट छ नि, 43 बाट 23 घटाए कति, 43 बाट 23 घटाए यहाँ 20 हुन्छ हैन। 43 बाट 23 घटाए 20 हुन्छ। त्यसो भए यो 55 बाट 43 घटा कति
55बाट 43 घटाउने भने कति हुन्छ 12 हुन्छ त्यही लेख्ने। अब फेरि अनि हाम्रो कति यो 55 के अरे 55 घटाए कति हुन्छ 5 हुन्छ। तर यहाँ जोड्या हुनाले यो तालिका जोड्या भने हामीले यानको मान कति लेख्न पाउँछौँ यहाँ यो पहिले जोडेर दिया तालिका हो यतिदेखि यस्तो खालको चिन्ह दियो अथवा यस्तो चिन्ह भन्दा भने हुन्छ कहिले यस्तो लेख्यो भने लेख्दैन कहिलेकाहीँ यही हुने शब्द के भन्छ भन्दा भन्ने लेखा हुन्छ त्यो पनि त्यही बुझ्नु। यो भन्दा लेख्या भने तालिका यो भने एउटै कुरा हो। यो भने कति हो 60 हो। अब मध्यिका पढ्ने मध्यिका हामीले के गर्नेलाई मध्यिका पढ्ने श्रेणी हुनु श्रेणी एमडी बराबर कति छ n/2 छ। n भने कति n भने हाम्रो 60 का मनी 2 छ त्यो भने कति आयो 30 भयो। 30औं पद पढ्ने वर्गान्त कति हो 30औं पद पढ्ने वर्गान्तर श्रेणी कुन हो वर्गान्त 30 कहाँ पर्छ यो 30 43 भित्र पर्छ पर्दैन 43 भित्र पर्छ हैन 30 भने कहाँ पढ्यो 43 23 भन्दा ठुलो 30 43 भित्र पढ्यो। त्यो भए यो लाइन चाहिँ पढ्ने भयो भन्ने कुरा हो। यो लाइन चाहिँ पढ्दैन एक लाइनले घेराल्ने वर्गान्तर कुन हो 40 दिएको छ 40 देखि 60 मा पढ 6 लेखौ है पढ्छ लेखौँ। त्यसो हामी अब लेख्छौँ एल भनेको हो त यही लेखाएको छ। अब एल भनेको छ एल भने 40 हुन्छ अनि एफ भनेको छ एफ भनेको थियो एफ भने 20 हो एफ भने 20 होइन। अब सिएफ भने कति सिएफ भने कहाँ लिन्थ्यौँ हामी सिएफ भने कहाँ जान्थ्यौँ हामी एक श्रेणी माथिल्लो सिएफ त सिएफ तर एक श्रेणी माथिल्लो भन्थ्यो कति भयो 23 भयो। अनि आई भनेको छ आई भनेको छ आई भने हामी कतिले अन्तर छ भन्दा हामी अन्तर भनेको छ 40 देखि 60 भनेको थियो यो 20 को अन्तर हो होइन 20 को अन्तर चाहिँ हो। अब सूत्र अनुसार हुने माथि हाने यो एल भने भन्दा पनि लेखा हुन्छ कहिले यो त म्याडमले यो कोडलाई मैले माथि ल्याएँ सूत्र अनुसार भन्नेलाई यसको तल हामीले नटेर तल ल्याएँ तर योभन्दा मैले माथि तल रेकर्डिङ हुन्न यता सूत्र अनुसार भन्नु सूत्र अनुसार भन्नु सूत्र के छ हाम्रो सूत्र एमडी बराबर के छ हाम्रो एल प्लस n/2 माइनस सेभ इन्टु आई का मनी एफ छ होइन एफ हेर्ने त्यसपछि हाम्रो एमडी चाहिँ पत्ता लगाउनु मन छ एल भनेको छ एल भने हाम्रो एल भनेको हाम्रो 40 हो यो एल भने 40 लेखेर 40 हो यो 40 भयो प्लस फेरि कति छ माथि यो पहिले डन्डी दिनु माथिबाट दुईटा अन्डा हो यो कति हो एन का पनि 2 भनेको थियो 30 आयो नि यहीँको यो 30 लेख्नु माइनस कति छ सिएफ भनेको छ 23 छ 23 हो इन्टु आई भनेको छ आई भने 20 हो अनि बारम्बार त 20 छ फेरि यहाँ यो बारम्बार त लाइन पनि 20 छ कहिले काहीँ कहाँको लेख्यो भन्ने हुनुहुन्छ यो कुरा चाहिँ ख्याल गराउनु कहिले अनुमानको भएर हुन्न। अनि हाम्रो के छ अब 40 भयो प्लस यो कति 7 होइन 7 र यो उ लेख्दै माथि हो यो 20 चाहिँ गुन्नु माथि आउँछ नि 20 हो यसो गर्नु 20 यसो गरौँ यहाँ के गर्नु त भन्दाखेरि यो छ नि यो 20 ले यो भाग गर्ने नि 20 काटिहाल्छ है यो अङ्क 20 माथिपट्टि गुन्नुहुन्छ माथि गुन्नु तलले 20 ले भाग छ नि के भने यो 20 चाहिँ माथि गुन्नु गर्न गइहाल्छ अनि त्यही 20 माथि गुन्नु गरेर फेरि 20 लेखेको छ उसै नै भाग छ त्यसो 20 यहीँ कटाइदियो माथि माथिको त यो 7 मात्र हो यो 7 मात्र हो यहाँ त अब 7 मात्र हो यहाँ किनभने 30 बाट कति हो 7 मात्र कति हो 4 र 7 47 यसको एन्सर भयो एमडी बराबर है एमडी भने मिडियन यो बराबर कति भयो यो मध्यकातिर हाम्रो यति नै थिए योभन्दा फरक मोडलका चाहिँ थिएनन् अरू चाहिँ हाम्रो रेकर्ड चाहिँ भइसकेको थियो अगाडि यति दिनसम्म भिडियो सुनेर बस्नुभएकोमा धन्यवाद। भिडियो कस्तो लाग्यो र आगामी दिनमा कस्तो प्रकारका भिडियो ल्याउने यो कुरा चाहिँ बार बार नदोहोऱ्याउनु पर्ला। योभन्दा अघि हाम्रो मध्यको कुरा आएको थियो अहिले हाम्रो मध्यकाको कुरा आयो र अहिले त्यसभन्दा पछाडि हाम्रो मोडको कुरा छ हृद भन्छ जसलाई सबभन्दा दोहोरिएको मान त्योभन्दा पछाडि हाम्रो अर्को भिडियो अपलोड हुनेछ। धन्यवाद।